Hi everyone, सबैजनालाई गुड मर्निङ। हाम्रो अर्को नेक्स्ट ब्लगमा र हामी लगभग 7-8 बजी उठिसकेको छौँ हैन। घाम भयो मान्छेहरूले। अनि हिजो रातभरि नानाहरू चाहिँ नाच्नु भयो मम्मीहरू, अनि हामी चाहिँ सुत्यो है छोरी, हामी सुत्यौँ नि। अनि हामी चाहिँ ढिलो उठेको। अनि जमुनाजी चाहिँ फुलबारी के गर्नुभएको, फुलहरू रोप्दै हुनुहुन्छ यहाँ। म चाहिँ नानीको ठाला हो, छोरीलाई घाममा सेकाएको। घाम अब चाहिँ गर्मी भयो छोरीलाई। चुप्लाएको है। जाँगर चलाएर सुँगुरको मल हाल्दै हुनुहुन्छ जमुनाजीले, आफ्नो माइती घरलाई सजाउनको लागि, फुल रोप्नको लागि है। हजुर अङ्कल, हजुर। सबै फुलेको फुलहरू सबै टिपेर फाल्यो। भाले फुलहरू सबै। भाले पनि फुल त फुलै हो त। भाले फुलको काम छैन, पोते फुलहरू त हुन्छ। भाले फुल के काम, भाले काम छैन त। ए त्यस्तो कुरो। ल ठिक छ, यस्तै छ। हिजो पूजा बवाल भएको थियो। हाम्रो ससुराली घर सबैभन्दा मनपर्छ मलाई चाहिँ। हेलो छोरी, आउनु आउनु, यता भदैनी आउनु, भदैनी आउनु। के लाउनु भएको? ए बचका फुल छ है। के हुँदैछ त आज हाम्रो ससुराली घरमा, तपाईँहरूलाई म यसो देखाउने छु के कता के हुँदैछ। अनि म चाहिँ अब आज नुहाइधुवाइ गर्नु परेको छ। यस्तो जाडो छ कि नुहाउने यस्तो गाह्रो लाग्छ। मेरो फुलै मैला भइसक्यो, 2 दिन भइसक्यो लगाएको। भाउजू कुखुराले पनि भातै खान्छ? यसको माउहरू चाहिँ खोइ भाउजू? ए छानु दिन्छ कहाँ हिँड्नु? ए अँ, ट्याक्क लगाएर म चाहिँ पानी तताइदिँदै हुन्छ नानाले। ट्याक्क लगाएर पानी, तातो पानीमा नुहाउने भनेको। र यस्तो छ हौ खोटाङको गाउँ, एकदम राम्रो छ। के रे? फेरि बोल्दा पुरा नुहाउनु हुने रे, पानी मैले बसाइदिएको छु, जानुहोस् हेर्नु। हेर्छु म एकछिनमा। भेना वाट्सएप भेना। यहाँ चाहिँ हाम्रो भैँसीको मासुको सुकुटी यहाँ काट्दै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ। हाम्रो मम्मी हुनुहुन्छ, यहाँ देमा हुनुहुन्छ, हाम्रो बोजू हुनुहुन्छ। तपाईँहरूलाई भैँसीको सुकुटी चाहिन्छ भने सम्पर्क गर्नु होला। यहाँ चाहिँ सुकुटी सुकाउनु पाउनु भएको छ हाम्रो ड्याडी र हाम्रो मामाले पाउनु भएको छ। 2टा चुलामा आगो हुटी बालेर अनि यहाँ सुकुटी सुकाउने। अनि यहाँ चाहिँ मेरो छोरी र दाइ हुनुहुन्छ। आम्मामा कस्तो लाम्लो, आम्मामामामामामामामा, आम्मामामामामा। यस्तो छ है यहाँ। यसरी सुकाउनु पर्छ हाम्रो सुकुटी। हाम्रो डेडले सुकाउँदै हुन्छ यहाँ। देख्नु सक्नुहुन्छ तपाईँहरू, यो सुकुटी हो। अनि सन्तोष पाले पनि के भयो बहिनी? यो चाहिँ के बनाएको भन्नुहुन्छ भने यो चाहिँ हाम्रो सुकुटी बनाएको हो। हाम्रो डेडीले बनाउँदै हुनुहुन्छ।
यहाँ हाम्रो यहाँ विकासजी चाहिँ भर्खरै बाथिङ गर्नु भएर लुगा धुँदै हुन्छ। कता चिसो पानी छ? देखियो त सुकुटी चोरे छैन धेराको भएर चारतिर यसो घुमाइ लाउनु पर्छ। अघि नै माथि ज्वालोले डढी त गइसक्यो त्यो पहेँलेको पातल। अनि त उयो बढी भयो नि त नि आगो त सिपसिप पो गरेर लगाउनु पर्छ। अब यो पहिला लाउनु पर्छ यो डढिसकेपछि। अहिले त बालेको अब सिपसिप गरेर नाङ्लो लैजाऊ। के गर्नुपर्छ र मम्मी? सिपसिप के गरेर? ए सिपसिप अब टाइपले गर्नुपर्छ। हेर्नु हाम्रो गाउँमा चाहिँ अब उतातिर त इस्कुसहरू किन्नुपर्छ कति केजी हाम्रो फालाफाल चाहिँ हाम्रो घरमा इस्कुसहरू फालाफाल चाहिँ सुकुटी यस्तै तरिकाले बनाउँछौँ हामी चाहिँ। हाम्रो डेडी मम्मीहरू बनाउनुहुन्छ, डेडी मम्मीहरूले बनाउनुहुन्छ यसरी सुकुटी। अनि हाम्रो घरमा चाहिँ इस्कुस छ हेर्नुहोस् है, करेलाको खानी छ गाइजहरू हो, सबै करेलाको बोटहरू फलेको छ। करेला ऊ करेला फलेको सब करेला यता पनि करेला मासतिर पनि करेला मेरो भुन्ती यहाँ भुन्ती मेरो भुन्ती भर्खर हगेला आएको छ हगेला भर्खरै मेरो भुन्तीले हगेको छ यहाँ मेरो भदैला चाहिँ भर्खर हगेला आएको छ आची। हेलो गाइस भन्नु न, हेलो यता यसलाई त म त यो अघिल्लो त म त सुकुटी तयार पार्नु भएको बिहानदेखिको थोरामा छ त अनि बनाउनु यस्तो दुःख हुन्छ, खानु त रसिलो मिठो हुन्छ नि त गाउँमा आगोमा सेकाएको भन्दै नि। Oh my god, अनुहार यस्तो तातो हुन्छ नि छेउमा आउँदा मासु कस्तो तात्यो होला। मम्मी यो फलेको के अरे? यो करेला भन्नु छ मम्मी पनि। करेला यस्तो फल्छ है कटकतिर, करेला छ यहाँ बारीभरि करेला। उसिनेर खाँदा पनि भयो, पकाएर खाँदा पनि भयो, सुँगुरलाई चारिदिँदा पनि भयो। करेला ए बजुसँग बेटी पूजा सकेपछि भाँडाकुँडा पुऱ्याउनु पर्यो होला कि के हो गाइस? अब हामी भाँडाकुँडा पुऱ्याउन जान लागिरहेको छौँ। छोरी ज्वाइँहरू आमा दुई जोडी, कान्छा माइली र कान्छीको जोडी। म चाहिँ कान्छा, माइला त सबभन्दा मलाई राम्रो लाग्ने चिज यही हो क्या मेरो ससुरालीको। कति राम्रो छ है गाइस, कस्तो दामी गाइस। म चाहिँ दिन बस्नु भएर राम्रो भएर हिँडेको भाँडाकुँडाहरू पुर्याउनु नि डाँडा। मलाई चाहिँ खानु मन लाग्छ होइन होइन। अब पछाडि देखाउँछु कति वर्ष पछाडि डोको बोक्यो, लगभग कति वर्ष भयो, 15-20 वर्ष भयो होला डोको नबोकेको। के भन्छ पहिला मिल जाँदा अनि घाँस दाउरा गर्दा बोकिन्थ्यो, धेरै भयो नबोकेको। गाईहरू आउँदैनन्, टाउको दुख्छ भनेर मात्रै हो, नत्र म पर्खेर जान्थेँ।
Few moments later. र हामी डाँडा जाँदैछौँ हामी कान्छा कान्छी कान्छी कान्छा माइला र मैले यो खोटाङसम्म चाहिँ प्लेन आएकै गर्दो रहेछ ए खोटाङ अरे भोजपुर चाहिँ कराकरै गर्दो रहेछ हेर बारीबारी छ नि यस्तो बारीभरि के हो रोडेभरि उता सहरतिर यसमा फुल बनाउँछ मान्छेले कति किन्छ है त्यहाँतिर हेर्नु बारी बारी खेते बाटोभरि बाटैभरि सेतो सेतो हुन्छ ठ्याक्क लाएर बुढाबुढी हिँड्दै हिँड्दै हिँडेको घर देखाउ त तिम्रो घर सेकेन्डको त्यो परको रातो माटोले लिपेको रातो माटोको होइन त्यो मतन होइन यो भयो जमुनाको घर मेरो ससुराली घर र हामी बुढाबुढी जाँदैछौँ अब खोटाङ आएको बेला खोटाङ गीत गाउनु छ एउटा मरि गए माटैको सिरानी माटैको सिरानी लाउन बहिनीलाई गरौँ न चिन्जानी खोटाङ जिल्ला दिक्तेल बजार दिक्तेल बजारलाई सम्झनामा आउँछौ हजार भयो आउँदैन जिब्रो छोटो छ भने दिस इज लाली गुराँस तर फुलेको छैन अहिले केटाहरू खेल्न स्कुल पुगेर आएको कोही बोल्दैन लजाल छ क्या गाउँमा गाउँहरूको मान्छेहरू साह्रै लजाल हुन्छ नि त अनि के रेस्पोन्स गर्दैन कि मुसुक हाँसी मात्रै रहन्छ क्या तर म चाहिँ त्यस्तो छैन पहिले त्यस्तै थिएँ म पनि म पनि त्यस्तै थियो बिस्तारै बिस्तारै मान्छेलाई समय र परिस्थितिले बिस्तारै बिस्तारै उसको दिमागको विकास हुँदै गएपछि होइन बिस्तारै आफै त्यो म्याचोर्ड हुँदै जान्छ आफै आफै बढ्दै जाने कुरा अहिले केटाकेटी पनि छ नि त त्यही भएर रमै छ यार म त माग्न आउँछु छोरा होइन त देउराली मासु धेरै सुन्तला छ कतिहरू सुन्तला है म देखाउँछु जुम गरेर ल आमा लु हेरौँ त साथी हो सुन तला सुन कै भाउ छ सुन तला भरिको कसको बिहे भएको यहाँ र यो मेरो गाउँलाई लिखुवा पोखरी भन्छ होइन लिखुवा पोखरी भनेको चाहिँ यहाँ छ यहाँनिर पोखरी छ मन्दिर भएको ठाउँमा ठ्याक्क यो पोखरी हो मन्दिर तर पानी चाहिँ छैन जस्तो छ त्यही भएर लिखुवा पोखरी भनेको यसलाई यत्रो डाँडा चढेर चाहिँ हामी कस्तो मिठो चटपटे खाना आयो होइन कति चाहिँ मिठो रहेछ खोइ एक कम्ती खाइ
राम्रोकै मैले त राम्रो मैले झापादेखि बाहिर न्युज पेपर खाएको कि यो है र अँध्यारो भयो अब है अब यति भन्दै आजको खिचन मेरो खिचन यति भन्दै आजको भ्लग हामी इन गर्न चाहन्छौँ हामी सामान लिएर आएका दुईजना ज्वाइँहरू गएका